यो बत्ती ऊ वहाँ राख्ने है अब यति यो सुन अब यो अब घुमाउने ल घुम्न लागिनु पर्छ अब यो बत्ती जलेपछि तपाईहरु घुम्ने हो भगवानका नाम जप्दै यो यसरी घुम्ने हो ल अब पण्डितले कीर्तन सुरुवात गर्नु कीर्तनको सुरुवात पण्डितले गरिदिनु भयो 84 लाखम 84 जन्मा घुमेर अन्त्यमा मिल्छ नारा शरीर गुरुका राम्रो तरिका हरे यो समाउनु पर्दा यो समाउनु यो यता जग्गातिर है यता ल यता हिँड के नरो के किन टाढा होगा जान्छ जग्गातिर टाढा होगा म त यहाँ जाँदा ल उतारा है उतारा एक गेला अहिले कम भयो कि पहिला यो उतार हो ए महिला अलि छिटो ल सबैले राम हरे राम 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 हरे 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 कृष्ण पूजा लगाइदिया पूजा कृष्ण कृष्ण कण्ठै होला सबैले गाउन खोजिरहेको भगवती छोरो कान्छो पनि भगवती वासुदेवाय अलि छिटो हिँडेन पाइला वासुदेवाय वासुदेवाय कीर्तन गरम कीर्तन कुल देवता भगवानको गरम कीर्तन नमस्कार फुल बिक्री देवतालाई कोटि नमस्कार देवतालाई कोटि नमस्कार मुखलाई विरोध गर्ने मलाई नभन्नु के बनाउँदै हुनुहुन्छ कसले हो उसको पवित्र पवित्र हजुर यो कुसको पवित्र लाखबत्ती बाल्दाखेरि हजुर यसको प्रयोजन पनि त्यो हो सबैले लाउन मुठी लगाएर अनि पूजा गर्ने हजुर पूजा गर्ने मान्छे आए पूजा गर्छु बत्ती पूजा गर्ने मान्छे को हो के
खाना अब धेरै छैन आजको कार्यक्रम के छ यसको बारेमा बताइदिनु न। म यस संस्थाका अध्यक्ष डाक्टर मुसालाई आग्रह गर्न चाहन्छु। हजुर नमस्कार। आज हाम्रो यस 2082 सालको असौजको 14 गते हाम्रो कुल मन्दिरमा आज कुल पूजा हुँदैछ। यो कुल पूजामा चाहिँ हाम्रो लक्ष्यवर्तीको पनि कार्यक्रम छ, लाखपति हाल्ने कार्यक्रम छ, सबै सहभागी भइएको छ। त्यसपछि अब हामीले लाखपति कार्यक्रम, प्रसाद ग्रहण गर्ने कार्यक्रम र पूजा भइराखेको छ। त्यो सम्पन्न गरेर फेरि हामी आफ्नो गन्तव्यतिर लाग्नेछौँ। आज दसैँको अष्टमीको दिन पारेर हामी रोपसाल बन्धुले एउटा कार्यक्रम गर्छ र चैतमानी गर्छ र आज खास के सम्बन्धी कसरी गरिन्छ पूजा र यस पूजाको र दसैँको विषयमा केही शुभकामना दिनुको लागि आग्रह गर्न चाहन्छु। धन्यवाद। आज अष्टमीका दिन हामीले खास गरेर हामीले ठुला दसैँको अष्टमीका दिन हामीले दुध धार दिने कार्यक्रम र चैते दसैँमा हामीले बलि दिने कार्यक्रम गर्छौँ। आजको दिन हामीले लक्ष्यवर्ती गुणी कार्यक्रम राखेका छौँ। त्यसपछि प्रसाद ग्रहण गर्छौँ र आजको पूजा सम्पन्न गर्छौँ। अब सम्पूर्ण भुसाल बन्धुलाई के भन्न चाहनुहुन्छ अन्त्यमा? दसैँको सबै भुसाल बन्धुहरूलाई सर्वप्रथम त मैले यस संस्थाको अध्यक्षको हैसियतबाट र यस संस्थाको तर्फबाट चाहिँ मैले आजको अष्टमीका दिन कुलदेवताले सबैको रक्षा गरून्, सबैलाई राम्रो होस्, जो कष्टहरू कसैलाई पनि नपरोस्, मनले चिताएको कुराहरू सबै परिपूर्ण भउन्। त्यसपछि आउँदै गरेको अब 2 दिनपछिको विजयादशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण भुसाल बन्धुहरूमा सुस्वास्थ्य, दीर्घायु, उत्तर प्रगतिको कामना व्यक्त गर्दछु। धन्यवाद। भिडियो है सबै फोटो खिचिदिनु छ बाबु। हजुर।